हाई एभ्रिवान, आजको भिडियोमा चाहिँ हामी प्यारेन्टिङ स्टाइलको बारेमा पढ्छौँ। अनि यो एडोलेसेन्ट एन्ड जुभिनाइल डिलिक्वेन्सीमा चाहिँ हरेक इयर यो प्यारेन्टिङ स्टाइलको क्वेसन आएको छ। 15 मार्क्समा चाहिँ आएको छ होइन। सो सुरुमा चाहिँ प्यारेन्टिङ स्टाइल भनेको के हो बुझौँ है त। प्यारेन्टिङ स्टाइल भनेको चाहिँ प्यारेन्ट्सहरूले चाहिँ आफ्नो चिल्ड्रेनलाई चाहिँ कसरी रेज गर्छ, कसरी गाइड गर्छ, डिसिप्लिनहरू, कम्युनिकेसनहरू कसरी सिकाउँछ भन्ने कुरा हो। जुन यो कुराले चाहिँ अनि त्यो चिल्ड्रेनको चाहिँ उसको बिहेभियर, पर्सनालिटी, इमोसनल हेल्थ, सोसियल हेल्थ स्किलहरूमा चाहिँ डेभलप गर्छ है। जुन यता पनि लेखेको छ, यु क्यान रिड इट। अनि अब प्यारेन्टिङ स्टाइल प्यारेन्टिङ स्टाइल चाहिँ 4वटा हुन्छ होइन। साइकोलोजीमा चाहिँ प्यारेन्टिङ स्टाइल चाहिँ 4वटा पार्टमा क्लासिफाइड गरेको छ। अथोरिटेटिभ प्यारेन्टिङ, अथोरिटेरियन प्यारेन्टिङ, पर्मिसिभ प्यारेन्टिङ र नेग्लेक्ट प्यारेन्टिङ। अनि पर्मिसिभ प्यारेन्टिङ र अथोरिटेटिभ प्यारेन्टिङ चाहिँ सपोर्टिभ हुन्छ। अनि अथोरिटेटिभ प्यारेन्टिङमा चाहिँ प्यारेन्टहरू चाहिँ डिमान्डिङ हुन्छ होइन, चाइल्डबाट एक्सपेक्ट गर्छ केही कुराहरू। अनि पर्मिसिभ प्यारेन्टिङमा चाहिँ चाइल्डबाट केही पनि कुराहरू चाहिँ एक्सपेक्ट गर्दैन। र अर्को छ अथोरिटेरियन प्यारेन्टिङ, यो चाहिँ अनसपोर्टिभ प्यारेन्टिङ हो है। अथोरिटेरियन र अनइन्भल्भ प्यारेन्टिङ चाहिँ अनसपोर्टिभ छ। र अथोरिटेरियनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ प्यारेन्ट्सहरू सपोर्टिभ चाहिँ हुँदैन, तर प्यारेन्ट्सहरूले चाहिँ डिमान्ड गर्छ। प्यारेन्ट्सहरूले चाहिँ चिल्ड्रेनहरूबाट, आफ्नो बच्चाहरूबाट एक्सपेक्टेसन हाई राखेको हुन्छ। अनि नेग्लेक्ट प्यारेन्टिङमा चाहिँ केयर पनि राम्रोसँग गरेको हुन्छ, केयर पनि राम्रोसँग गरेको हुँदैन र डिमान्डिङ पनि हुँदैन। अब यो पिक्चरमा देखाएको प्यारेन्टिङ स्टाइलहरू चाहिँ हामी ब्रिफली बुझौँ र यो प्यारेन्टिङको पोजिटिभ र नेगेटिभ कन्सिक्वेन्सेसहरू चाहिँ के हुनसक्छ त्यो कुरा पनि हामी अब आउने स्लाइडहरूमा चाहिँ हेर्नेछौँ। फर्स्ट वान इज अथोरिटेटिभ प्यारेन्टिङ। यो प्यारेन्टिङलाई चाहिँ बेस्ट वे अफ प्यारेन्टिङ अनि ब्यालेन्स प्यारेन्टिङ पनि भनिन्छ। र यसमा चाहिँ प्यारेन्ट्सले आफ्नो चिल्ड्रेनलाई चाहिँ वार्म र सपोर्टिभ इन्भाइरोमेन्ट क्रिएट गरिदिएको हुन्छ र एउटा ठ्याक्क सेट अफ रुल्स पनि जेनेरेट गरिदिएको हुन्छ जुन कि क्लियर हुन्छ। र त्यो रुल्स चाहिँ बच्चाहरूले फलो गर्दाखेरि कुनै पनि तरिकाको मेन्टल, फिजिकल प्रेसरहरू चाहिँ हुँदैन। सो बच्चालाई पनि एकदमै राम्रो हुन्छ है। अनि अर्को छ, यो प्यारेन्टिङ स्टाइलमा चाहिँ प्यारेन्ट्सहरूले चाहिँ आफ्नो बच्चालाई चाहिँ इन्डिपेन्डेन्ट हुन सिकाउँछ, राम्रोसँग ओपन अप हुन सिकाउँछ, कम्युनिकेसन राम्रो, जुन प्यारेन्ट्स र बच्चाको कम्युनिकेसन पनि राम्रो हुन्छ। सो अर्को छ चिल्ड्रेन अफ्टन ग्रु कन्फिडेन्ट एन्ड रेस्पोन्सिबल। सो यो प्यारेन्टिङ स्टाइलमा चाहिँ चिल्ड्रेनहरू चाहिँ एकदम सेल्फ कन्फिडेन्ट हुन्छ र रेस्पोन्सिबल पनि हुन्छ। अनि यसमा चाहिँ यो प्यारेन्टिङमा चाहिँ अलिकति हाई कन्ट्रोल हुन्छ, आफ्नो चिल्ड्रेनहरूमा हाई कन्ट्रोल हुन्छ, तर डिमान्ड चाहिँ लेस हुन्छ। प्यारेन्ट्सहरू चाहिँ आफ्नो चिल्ड्रेन प्रति एकदमै रेस्पोन्सिभ हुन्छ है। यो अथोरिटेटिभ प्यारेन्टिङको चाहिँ अब पोजिटिभ र नेगेटिभ कन्सिक्वेन्सेस चाहिँ के हुनसक्छ है त। सो यसमा नेगेटिभ कन्सिक्वेन्सेसहरू चाहिँ एकदमै कम छ, अघि मैले भनिहालेँ। सो हाई कन्ट्रोलमा हुन्छ। सो त्यो कारणले चाहिँ कहिलेकाहीँ चाहिँ चिल्ड्रेनहरू चाहिँ एकदम प्रेसरमा आउँछ र प्यारेन्ट्सहरूको एक्सपेक्टेसन मिट गर्न सक्दैन। र अरू प्यारेन्टिङ स्टाइल भन्दा चाहिँ एकदमै कम नै नेगेटिभ इफेक्टहरू आउँछ यसमा। अनि यसको पोजिटिभ इफेक्ट चाहिँ के छ भन्दाखेरि चाहिँ चिल्ड्रेनहरू सेल्फ कन्फिडेन्ट हुन्छ है, एकदमै हाई सेल्फ कन्फिडेन्ट हुन्छ र एकदमै आफ्नो इमोसनहरू रेकग्नाइज गर्न सक्छ, कन्ट्रोल गर्न सक्छ र एउटा सेन्स अफ रेस्पोन्सिबिलिटिज, इन्डिपेन्डेन्ट हुन्छ यो चिल्ड्रेनहरूमा चाहिँ। सानैदेखि यो प्यारेन्टिङ स्टाइलले चाहिँ सिकाएको हुन्छ, रेस्पोन्सिबल हुन, इन्डिपेन्डेन्ट हुन चाहिँ सिकाएको हुन्छ। र सोसियल इन्भाइरोमेन्टको स्किल पनि एकदमै राम्रो हुन्छ। गुड एकाडेमिक प्लस एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा पनि एकदमै राम्रो हुन्छ र वेल डिसिप्लिन, प्रपर डिसिप्लिनको
चिल्ड्रेन चाहिँ हुन्छ है। अथोरिटेटिभ प्यारेन्टिङमा चाहिँ चिल्ड्रेनहरूले चाहिँ वेल डिसिप्लिन सो गर्छ। अब अर्को छ अथोरिटेरियन प्यारेन्टिङ। सो यो अथोरिटेरियन प्यारेन्टिङमा चाहिँ प्यारेन्ट्सहरू चाहिँ एकदमै स्ट्रिक्ट हुने अनि पछि धेरै रुल्सहरू हुने गर्छ होइन। सो फर इक्जाम्पल इफ प्यारेन्ट्सले कोही बच्चालाई उसको बच्चालाई चाहिँ होमवर्क गर भन्यो भने देयर इज नो एनी एक्सक्युज त्यो होमवर्क चाहिँ गर्नै पर्छ। यस्तो खालेको चाहिँ सेट अफ रुल्स हुन्छ अथोरिटेरियन प्यारेन्टिङमा। अनि पछि जुन प्यारेन्ट्सहरूले चाहिँ आफ्नो चिल्ड्रेनहरूबाट चाहिँ एकदमै हाई एक्सपेक्टेसन राखेको हुन्छ है। र चि र यसको कारणले चाहिँ एउटा फियर जेनेरेट हुन्छ चिल्ड्रेनमा, जुन फियरले चाहिँ चिल्ड्रेनहरूलाई चाहिँ ओबिडियन्ट त बनाउँछ तर फियरफुल बनाउँछ कि भोलि पर्सि त्यो बच्चाले प्यारेन्ट्सले भनेको काम अथवा अरू कसैले भनेको काम चाहिँ मान्छ होइन, अराएको काम मान्छ तर त्यो आफ्नो मर्जीले भन्दाखेरि पनि डरले त्यो काम चाहिँ डरले मानेको हुन्छ र एकदमै लो सेल्फ कन्फिडेन्स हुन्छ। यस्तो अथोरिटेरियन प्यारेन्टिङ स्टाइलबाट रेज भएको चिल्ड्रेनहरू चाहिँ यस्तो नेचरको हुन्छ। सो अब यसको पोजिटिभ र नेगेटिभ इफेक्टहरूमै के हुन्छ। सो अथोरिटेरियन प्यारेन्टिङ चाहिँ स्ट्रिक्ट र कन्ट्रोलिङ हुन्छ। यसमा एक्सक्युजहरू चाहिँ एकदमै कम हुन्छ मैले भनिसकेँ। र यसको पोजिटिभ इफेक्ट चाहिँ के हुन्छ त, स्टुडेन्टहरू चाहिँ डिसिप्लिन हुन्छ अनि रुल्सहरू फलो गरेको हुन्छ होइन। अब जस्तो सोसाइटियल रुल्सहरू, प्यारेन्ट्सको रुल, स्कुलको रुल्स रेगुलेसन, कलेजहरूको जहाँ पनिको रुल्स रेगुलेसनहरू चाहिँ त्यो स्टुडेन्टले चाहिँ त्यो बच्चाले चाहिँ फलो गर्छ र ठ्याक्कै स्ट्रक्चर लाइफस्टाइल हुन्छ। यो सेट अफ रुल्स गर्नुहुन्छ, गर्नु हुँदैन, यो काम गर्नुहुन्छ, गर्नु हुँदैन भन्ने चाहिँ त्यो तरिकाले चाहिँ लाइफस्टाइल बाँच्छ होइन। तर अब यसको पोजिटिभ इफेक्ट भन्दाखेरि पनि नेगेटिभ इफेक्ट चाहिँ धेरै छ। जस्तो डिसिप्लिन हुन्छ, ओबिडियन्ट हुन्छ तर त्यो डिसिप्लिन र ओबिडियन्स चाहिँ फियरको कारणले हुन्छ, डरको कारणले, जस्तो प्यारेन्ट्स फ्यामिलीको डरको कारणले चाहिँ हुन्छ होइन। अनि एकदमै सेल्फ इस्टिम चाहिँ एकदमै लो हुन्छ, कन्फिडेन्स पनि एकदमै लो हुन्छ यस्तो प्यारेन्टिङ स्टाइलमा रेज भएको चिल्ड्रेनहरूमा। अनि पछि फियर स्ट्रेसको कुरा त आइहाल्यो होइन। सो इफ मैले भनेको कुरा चाहिँ मेरो प्यारेन्ट्सले भनेको कुरा मैले मानेन भने मलाई पनिस गर्नुहुन्छ कि नेगेटिभ कन्सिक्वेन्सेस हुन्छ कि भन्ने चाहिँ डर हुन्छ, एकदमै धेरै डर हुन्छ, एकदमै स्ट्रेस हुन्छ। सो यो कारणले कुनै बेला चिल्ड्रेनहरूले चाहिँ प्यारेन्ट्सको एक्सपेक्टेसन मिट गर्न सकेको हुँदैन र हाई स्ट्रेसमा हुन्छ। अनि डिसिजन मेकिङ स्किल चाहिँ एकदमै पोर हुन्छ र अरूमा डिपेन्ड हुन्छ डिसिजन बनाउनलाई। चाहिँ सपोज केही अब भोलि पर्सि पनि त्यो चिल्ड्रेन चाहिँ केही सब्जेक्ट आफ्नो मनपर्ने सब्जेक्ट चुज गरेर पढ्छु अथवा बिजनेस स्टार्ट गर्छु भन्ने बेला पनि एकदमै धेरै सोच्ने, यो ठ्याक्क यो डिसिजन राइट हुन्छ कि हुँदैन भनेर त्यो डिसिजन लिने पावर चाहिँ यो स्टुडेन्टमा चाहिँ एकदमै कम नै हुन्छ है। र लेस सोसल कन्फिडेन्स एकदमै यो अथोरिटेरियन प्यारेन्टिङमा ग्रो भएको चिल्ड्रेनहरूमा चाहिँ धेरै जसो एन्जाइटी, स्ट्रेस अनि पछि सोसियल फोबिया यस्तो कुराहरू देख्छ होइन। र पब्लिक स्पिकिङहरू गर्ने बेला पब्लिकमा चाहिँ एकदमै डराउने, एन्जाइटी हुने जस्तो सिम्टम्स पनि देख्छ। र बाहिर कतै जस्तो रिलेटिभ्स, फ्रेन्ड, फ्यामिली सर्कलहरूमा चाहिँ खासै राम्रोसँग घुलमिल हुन नसक्ने र कन्फिडेन्स पनि हुँदैन है। यो प्यारेन्टिङमा ग्रो भएको चिल्ड्रेनहरूले चाहिँ यस्तो इफेक्टहरू चाहिँ देखाउँछ। अब नेक्स्ट इफेक्ट छ पर्मिसिभ प्यारेन्टिङ। सो यो पर्मिसिभ प्यारेन्टिङमा चाहिँ के हुन्छ भन्दाखेरि प्यारेन्टहरू चाहिँ एकदमै फ्रेन्डली हुन्छ होइन। एकैछिन प्यारेन्टहरू चाहिँ एकदमै फ्रेन्डली हुन्छ
तर फ्रेन्डली त हुन्छ तर त्यो प्रपर डिसिप्लिन्सहरू चाहिँ सेट गरेको हुँदैन कि सो यो कारणले चाहिँ चिल्ड्रेनहरू चाहिँ प्रायः जस्तो आउट अफ ट्र्याक जाने पनि हुनसक्छ अनि एकदमै लभिङ हुन्छ प्यारेन्ट्सहरू चाहिँ एकदमै लभिङ नेचरको हुन्छ सो कतिपय मिस्टेकहरू गर्दाखेरि पनि प्यारेन्ट्सहरूले चाहिँ फर्गिभ गरिदिने गरेको हुन्छ होइन माफी गरिदिने गरेको हुन्छ के हुन्छ र बच्चा त हो भन्ने जस्तो नेचरको हुन्छ प्यारेन्ट्सहरू सो यो कारणले चाहिँ धेरै नेगेटिभ इफेक्टहरू चाहिँ जेनेरेट हुन्छ र एकदमै पोर सेल्फ कन्ट्रोल देखाउँछ यो पर्मिसिभ प्यारेन्टिङमा हुर्केको चिल्ड्रेनहरूको चाहिँ सेल्फ कन्ट्रोल एकदमै पोर हुन्छ अनि पछि म्याचुरिटीको एकदमै प्यारेन्ट्सहरूले चाहिँ कन्ट्रोल चाहिँ एकदमै कम कन्ट्रोलमा राखेको हुन्छ तर चिल्ड्रेनहरूबाट चाहिँ एकदमै म्याचुरिटी डिमान्ड गरेको हुन्छ यसमा चाहिँ एकदमै फ्यु लिमिट्सहरू एकदमै फ्यु हुन्छ अनि पछि चाइल्डको नेचरहरूमा जस्तो धेरै फोकस गरेको हुन्छ कि इफ त्यो चाइल्डलाई पढ्न अहिले खेल्न मन लागेको छ होमवर्क अहिले गर्नु मन लागेको छैन भने ठिक छ होमवर्क अहिले नगरे नि हुन्छ अहिले खेल न त भन्ने जस्तो खालीको प्यारेन्टिङ हुन्छ सो कुनै पनि कम्पलसरिज भन्ने एकदम स्ट्रिक्ट रुल्स रेगुलेसन भन्ने चाहिँ हुँदैन यो प्यारेन्टिङमा सो अब यसको पोजिटिभ र नेगेटिभ कन्सिक्वेन्सेस चाहिँ के हुनसक्छ पोजिटिभ कन्फिडेन्समा चाहिँ चिल्ड्रेनहरू चाहिँ हाई क्रिएटिभिटी जेनेरेट हुनसक्छ होइन चिल्ड्रेनहरूमा चाहिँ अनि पछि प्यारेन्ट्सहरूसँग चाहिँ उसको एक्टिभिटिजहरू उसको इन्सिडेन्टहरू चाहिँ मजाले खुलेर एक्सप्रेस गर्न सक्ने इन्भाइरोमेन्ट हुन्छ अनि प्यारेन्ट्स र चिल्ड्रेनको बोन्ड चाहिँ एकदमै फ्रेन्डली हुन्छ है सो प्यारेन्ट्स चिल्ड्रेन जस्तो हुँदैन बोन्ड चाहिँ एकदमै फ्रेन्डली हुन्छ सो अब यसको नेगेटिभ कन्सिक्वेन्सेस चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सेल्फ डिसिप्लिन चाहिँ एकदमै पोर हुन्छ सो भोलि पर्सि गएर चाहिँ यो सेल्फ डिसिप्लिन त्यो बच्चामा पोर भइसकेपछि चाहिँ प्रोकास्टिनेसनहरू एकदमै धेरै देखा पर्छ अनि त्यो चिल्ड्रेनलाई चाहिँ भोलि पर्सि कुनै पनि एउटा ठाउँमा गइसकेपछि स्ट्रिक्ट रुल्स एन्ड रेगुलेसन फलो गर्नुपर्ने बेलामा चाहिँ एकदमै गाह्रो हुन्छ एकदमै स्ट्रेसफुल इन्भाइरोमेन्ट हुन्छ सो त्यो सेट अफ रुल्स रेगुलेसनमा चाहिँ बस्न सक्दैन उहाँलाई गाह्रो हुन्छ अनि एकाडेमिक पर्फर्मेन्स पनि एकदमै विक हुन्छ अनि पछि बिहेभियर पनि एकदमै इम्पल्सिभ हुन्छ अब लास्ट प्यारेन्टिङ स्टाइल अनइन्भल्भ अर नेग्लेक्टफुल प्यारेन्टिङ यो प्यारेन्टिङ स्टाइलमा चाहिँ प्यारेन्टहरूले चाहिँ चिल्ड्रेनहरूलाई एकदम वास्तै गर्दैन अनि सो लभ केयर सपोर्ट इन्भाइरोमेन्टहरू इमोसनल्ली सपोर्ट इन्भाइरोमेन्टहरू पनि हुँदैन अनि चिल्ड्रेनहरूको चाहिँ निड जुन उसलाई इमोसनल अथवा बेसिक फिजिकल निडहरू चाहिरहेको हुन्छ जुन यो निडहरू पनि पुरा गर्न सक्दैन प्यारेन्ट्सहरूले चाहिँ एकदमै नेग्लेक्ट गरेको हुन्छ चिल्ड्रेनहरूलाई चाहिँ प्रपर केयरहरू दिएको हुँदैन प्यारेन्ट्सहरूले कन्ट्रोल पनि खासै गरेको हुँदैन सो यो कारणले चाहिँ चिल्ड्रेनहरू चाहिँ आउट अफ ट्र्याक जान पनि सकिन्छ सो अनि पछि चिल्ड्रेनहरूको सोसल डेभलपमेन्ट चाहिँ पोर हुनसक्छ र उसको इमोसन्स चाहिँ नेगेटिभली इफेक्ट हुनसक्छ र भोलि पर्सि गएर चाहिँ यो स्टुडेन्टहरू यो चिल्ड्रेनहरू भोलि पर्सि गएर चाहिँ प्यारेन्ट्सहरूसँग चाहिँ इमोसनल्ली डिस्टेन्स क्रिएट गरेको हुन्छ है अब यसको इफेक्ट कन्सिक्वेन्सेसहरू चाहिँ के हुनसक्छ यसमा पोजिटिभ इफेक्ट पनि हुन्छ कुनै कुनै केसमा चाहिँ चिल्ड्रेनहरू चाहिँ आफै इन्डिपेन्डेन्स हुन्छ छिट्टै म्याच्योर इन्डिपेन्डेन्स हुन्छ तर यसको पोजिटिभ इफेक्ट चाहिँ एकदमै कम केसमा मात्रै हुन्छ र प्रायः जस्तो नेगेटिभ इफेक्ट नै कन्सिक्वेन्सेस नै सो गरेको हुन्छ इमोसनल इन्सेक्युरिटी एकदमै हाई हुन्छ अनि पछि वर्थ आफ्नो सेल्फ वर्थ पनि एकदमै लो हुन्छ र सोसियल रिलेसनसिपमा पनि राम्रो पर्फर्म गर्न सकेको हुँदैन एकदमै सोसियल रिलेसनसिप चाहिँ एकदमै पोर हुन्छ अनि बिहेभियर प्रब्लम चाहिँ सबैभन्दा रिस्क फ्याक्टर हो सो बिहेभियर प्रब्लममा चाहिँ
रिस्क देख्न सक्छ। अनि पछि यो यस्तो नेग्लेक्टफुल प्यारेन्टिङमा हुर्केको चिल्ड्रेनहरू चाहिँ प्रायः जसो एडिक्सनहरूमा पियर प्रेसरहरूको कारणले चाहिँ एडिक्सनहरूमा परेको पनि हुनसक्छ।